हेलो गाइज, वेलकम टु माई युट्युब भिडियो। हामी चाहिँ आज नल काट्न गएको थियो बारीमा। म र दिदी भन्ने उता मोबाइलमा व्यस्त। यता सबै घामला र टल्किरहेको छ क्यामेरा जति। अनि यो बारीको नल सबै काट्ने भनेर आएको। अनि उता डाँडातिर चाहिँ घाम लागेको छ, उता पाख्रीबोटतिर डाँडातिर। अनि सबै कस्तो राम्रो छ। झ्याउलाको नि छ अलिअलि, के गर्नु, काम गर्नुपर्छ। अब यो सबै दाँत फालेर अनि नल काट्नु पर्यो। सबै उकाएर फाल्ने अनि दाँत काट्ने। उता भन्ने उता टिकटक मात्रै छ, खालि टिकटक काम छैन यिनको। के गर्नु ती मोबाइलै ठराएको दिनभरि। यस्ता अल्छी मान्छे, घरको सबैभन्दा अल्छी मान्छे उनी हो गाइस। घरको सबैभन्दा अल्छी मान्छे यस्ता छन् ती। कपाल फिजारेर बारीमा आउँदा नि कपाल फिजारेर आउनुपर्छ ती। के गरेको मेसोजिलो केही छैन। म भने अब यति नल काट्ने अनि जाने। स्कुल नछँदा मात्रै नल काट्ने। स्कुल बसी त स्कुल गएको गई। अब नाम्लो बेरेर ल्याएको थिएँ। अब नाम्लो झिकेर नाम्लो राँसी सुताएर अनि नल काट्ने। अब अनि उता काम छैन, खालि मोबाइल चलाछ। अब कति भारी नल काट्ने थाहा छैन उसले चाहिँ। अझै सकेको काट्छु। उता फेरि ऊ भिडियो बनाउने भनेर नल काटेको भिडियो बनाउने भनेर उता उसले चाहिँ त्यही पनि टिकटक बनाएर पनि त्यत्रो मुठो काटेको। मैले जम्मा 2टा मुठा। म चाहिँ धेरै काट्नु सक्दैन। उसले चाहिँ अब उसैले काटिदिन्छ मलाई पनि। खालि के हो त्यही भएर पक गर भनिदिन्छ भनेको। उहाँ कपाल मुसाएर बस्यो, बिचरा टेन्सन भएछ है क्या हो। अब लिएर जाने हो एउटा बेरुले काटेर। बारीमा सबै मुसाले खनेछ। त्यो चाहिँ काट्दैछ आफैलाई नि मलाई नि काट्दैछ उसले पनि। के गर्नु, नक्कले बसी त्यस्तै हो। कपाल सपाल फिजारेर बारीमा आउने मान्छे नक्कले बसी यस्तै हो। काट्दैउ न भनेको हाँसी काटे हन। चटपटाउनेले मैले घर कसी उसलाई। के गर्नु, गरिदियो भनेपछि खुवाउनु नि पर्यो। काटिदिँदैछन् उसले चाहिँ मलाई काटिदिँदैछन्। मैले चाहिँ फेरि बेडुलो झारे नपुगेर बेडुलो झारे नपुगेर काट्न नसकी काट्नु परेछ। काट्नु परेछ, काम गर्नु पर्यो। गाउँमा बसी त अब सम्हाल्छु अनि भारी हाल्ने अनि जाने घरतिर। सबै काट्न त भ्याइएन किनकि जाडो भयो, घाम लागेको थिएन। त्यही भएर अब भारी बोकेर टुई घर पुगेँ म त। घर गसी भ्याइयो। गाइज बाई बाई।